चोखिएको पनि 1 महिनापछि मात्र आमा मलाई भेट्न आउनुभयो। मैले देख्न साथ आमा पिँढीमा घोप्टो परेर घोक्का रोइरहनु भयो। आमाले नर्नुहोस् भन्न पनि सकिन। सानीमा पनि सँगै आएकी छन्। छिमेकी आइमाईहरू पनि के भएछ भनेर आए। सबैले सम्झाए। मैले त सम्झिएकै छु, तर आमाले सम्झिनु भएको छैन। धेरै बेरसम्म आमाले मलाई अँगालिरहनु भयो। उहाँको शरीरको तातोले मेरो मनभित्र हिउँझै जमेर बसेका चिसा दुःख र आँसुहरू तात्न थाले, तातेर उम्लन थाले आँखाबाट बिस्तारै। आमा र सानीमाले मलाई माथि चौतारातिर लैजानुभयो। चौतारामा धेरै मान्छे हुन्छन् भनेर हामी अझ माथि गयौं र एउटा सानो चौरमा बस्यौं। आमाले शोकालाप गर्दै भन्नुभयो, बुढालाई दिँदा सानैमा विधवा आउनु पर्ला भनेर भर्खर काला दिएको, चन आज यो गति देख्न पर्यो। फेरि मेरो अनुहार छाम्दै भन्नुभयो, हेर त अनुहार सकिएर यो त अर्कै पो भइछ, कहाँ हरायो तेरो त्यस्तो भरभराम्रो अनुहार। ज्योतिषीले भनेको कुरा सम्झिँदै आलाप गर्नुभयो। राजयोग छ, सौभाग्यवती छ भनेर झुटो बोले ज्योतिषीले पनि। आज यस्तो दिन देख्नु रहेछ। पीडाले उजाड रूपमा बसेकी मेरी मनकी छरी मट्याङ्ग्राको प्रहारले एक्कासी भुइँमा खसी र घाइते बोलीमा कराउन थाली, आमा म यहाँ बस्दिन, तपाईसँगै घरै लिएर जानु, म अब यिनीहरूले भनेको मान्दिन। आमा केही बोल्नु भएको छैन। मैले आफ्ना सबै दुःख भने, चौतेरी सासूले दिएको दुःख पनि भने। यसो भन्दा मलाई लागेको थियो मेरी सानी छोरीलाई यस्तो दुःख नदेऊ, दियो भने जानेकै छु तिमीलाई भनेर आमाले मेरी चौतेरी सासूलाई हकार्नुहुनेछ। जसरी मलाई कसैले दुःख दिँदा यसअघि आमाले सबै हकार्नुहुन्थ्यो। तर आमाले त्यसो भन्नु भएन, सम्झाउनु भयो। छोरीको जातले सहनुपर्छ नि नानी, जस्तो नि बोल्नुपर्छ, छोरीले धरती हुन सक्नुपर्छ। मैले रुँदै भने, म त यहाँ फर्कन्न, सहँदा नै सहन्न, धरती पनि हुन्न, म त तपाईँकी छोरी मात्र हुन्छु, जसरी पनि तपाईँसँग घरै जाने हो। आमाले फेरि सम्झाउनु भयो, त्यसो नभन नानी, मैले नि तैँले जस्तो सासूले दिएको दुःख भोगेर आकी हुँ। के सम्झेर कुनै फ्याक्ट भनेछु, मैले यस्तो सेतो कोरा त लाउनु पर्यो छैन नि तपाईँले। त्यसपछि आमा झन् रुनुभयो। मलाई भने त्यसो किन भने होला भन्ने लाग्यो। तैपनि आमाले फेरि सम्झाउनु भयो, नानी अब त 10 महिना छन्, यति तैँले यहीँ बस्न सक्नुपर्छ, त्यसपछि सबै छोरो चाहिँ हामीसँग बस्लिस् त हाम्रो छोरो भइस। अब क्यारे त नि खै, भगवानले तँलाई छोरो बनाइदिया भए यस्तो हुनु पर्दैन क्यारे। अलि चित्त बुझे चाहिँ गरी भने, त्यसै गएर मेरी चौतेनी सासूलाई सम्झाइदिनु न त, भन्न हुन्न नि नानी, कुरोटी भइन्छ, घरका कुरा माइतीलाई भनिस् भनेर तँलाई झन् टोकसो हर्छन्। यस्ता कुरा कसैसँग नहर्नु, एउटाले सुन्छ अर्कोले सुन्छ, सबैले सुन्छन्। सबै कुरा भन्दा पानी पमिलो, पानी भन्दा मुन्छेको कुरा पमिलो हुन्छ नानी, कसैलाई नभनिस्। मैले सोधे, मधुमाया दिदीलाई नभन्ने, कसैलाई नभनिस् बाबै। तर मैले मधुमाया दिदीलाई सबै कुरा भनिसकेकी थिएँ।